ए ल ल ए हो त मैले फेरि त्यो यो 1000 रुपियाँ पचाइदेला अनुहार नाक खुम्छ त फेरि कस्तो नत्र दिँदैन थियो भन न अहिलेको डायलग भन न फेरि एकचोटि भन न इसिदा अहिलेको डायलग रिचा दिदीले खासखुस खात्र खुत्र एउटा न एउटा केही न केही त दिइहाल्छ नलाउने केही छ नलाउने यस्तो लुगा सुगा फाटाहरू भन्ने क्या लुगा फाटा भन्नु पनि लिपस्टिकहरू पनि हुन्छ नि त नलाउने थ्रिफ्टहरू सेकेन्ड युजहरू होइन अमेरिकाको त थ्रिफ्ट पनि लाइन्छ हिजो हिजो निश्चललाई हामी त अमेरिका जान्छौँ 6 महिना उता 6 महिना यता सबै अमेरिका बस्ने भनेपछि अब त्यस्तो भन्दा भन्दा किन आफूलाई डाउन गर्ने त नि भन्न त पाइयो नि कन्फर्म गर्नु त बस्ने कि नबस्ने कहिले नै गर पोखरा घुम्ने कि होइन पोखरा म अब मलाई पनि त्यही हो सोध्नुपर्छ ओ त्यस्तो भन्दा हेर्नु तपाईँ धेरै प्राइभेट परिसक्यो हामी धेरै सुनिसक्यौँ तपाईँको अब सुक्नै पर्यो भए त फ्रेस हुन्थेन होला जन्ती त आफ्नै बाई 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 अब फेरि बसेर आखिरी लास्टमा पायो अरे अरू बच्चाहरूलाई दिनुपर्छ जा अरे अस्ति 5 वटा आज 2टा अस्ति फेरि 4-5 वटा ओ लास्टमा एक प्याकेट गरेर बेच्न थाल्यो अमेरिकाको भाउमा बेच्दिने कि लास्टमा गरेर भन्दा त्यो सबै मिक्स चक्लेटहरू मिक्स भेराइटीमा एउटा प्याकेट रेडी भएको छ त्यसको लागि इन्ट्रेस्टेड हुनु त आउनुहोस् अया किन्ने फेरि रिचा भइरहेको मेरो छोरालाई सिद्धे ल्याउँदा बिचरा बच्चाहरू छक्क परेछ खसखस गरेर देखेर आज ओइ बाबा तिमीहरूलाई दिए न ए चक्लेट दिएर सबै आमा बाउले गाली गर्छ त तिमीहरूलाई दियो भने के गर्ने तिम्रो मामुहरूले गाली गर्छ नदेऊ चक्लेट भनेर अनि के गर्ने त हामी गर्छ ओइ भाइ ठोकिन्छ नि राजा त्यसो गर्नु हुँदैन होइन थाहा पाउँदैन अमेरिकाको चुप्पा खाइहाल्यो अमेरिका भनेपछि त बच्चाधरि चुप्पा खाने कि नेपालको बिस्कुट
अमेरिकाको बिस्किट भन्दै गइरहेछ बिचरा। भन्दै गयो अब अरे खायो चुप्पा चुप्पा खाँदै गयो। खाएर गयो